तिम्रो हो यो पाले अर्को बिहा गऱ्यो भने हामीलाई के हुन्छ दुःख हुन्छ भएको सम्पत्ति सबै उसलाई कान्छीमा सुम्पिन्छ हामी चाहिँ नाङ्गे हुन्छ भन्ने सोचे छोराले त्यस्तो चालहरू रच्न थालेछ है एक दिन धनपति ब्राह्मण भात खाइ दिउँसो सुतेर उठेपछि चारैजना छोराले उनको खुट्टा मिच्न थाले यसै बेला उनीहरूले आफ्नो बुढा बाबुसँग निम्न कुरा भने खाना खासै बा सुतेको बेला चाहिँ छोरा चारैजना छोरा गरे जानेन सबै थाडी मान्नु थपडी मान्नु त ल जे भए छिटो बाजेको हौसला आउँछ ल कन्नेको टेका जानु ल अनि पानी चुहाउने होइन हजुर पनि जाने भने फुल छ भवतु सब मङ्गला राखन्तु सब देवता सब बुधानु भवेन सदा सत् भवतु यसो घुमेर आउनु भवतु नानी राख्नु नानीलाई त्यही होस् क्या भवतु हजुर मात्र आउनुहोस् क्या बाजे खै हरण भयो भित्र जानु हो क्या भवतु सब सार्दै न सब मङ्गलम र यो कलश भित्र राख्नु सुन्यो हिँड्छ कसैले भवतु सब मङ्गलम राखन्तु देवता सबमानु भावेन सदा फेदनु आउनु न भित्रबाट बाल्नु न बाबा सहयोग गर्नु त त्यहाँ पहिलो भित्रबाट बाल्ने हो भित्रबाट है ठोकिन्छ पोल्छ कि पोलिन्छ बाल्न सकिन्न भित्रबाट एउटा बाल्यो हुन्छ पुगे तीनटा बाल्नु नभए एउटा बाल्नु भित्रबाट बाल्नु है बाहिर नबाल्नु बाल्न चाहिँ बाल्नुस् के है सम्पदामा सबै जयवर्ण सब सपदेशी दान रङ्ग सदा सिंह रकन्द सपदा भावना बेटा हुँटु गच्छन्तु देव जगत आकाश पृथ्वीबाट देवानाग मैसिद्य पुण्य दानमदितं चिरङ रखन्तु शासनं पुण्य दानमदितं चिरङ रखन्तु देशना पुण्य दानमदितं चिरङ रखन्तु परितं हिमिना पुण्यं कामेन मामे बालो समागम सतङ संलोद याव निवाणपतिया फुल तपाईँ त्यहाँ राखिदिनुहोस् भित्र हालिदिनु त्यहाँ 3 पटक जाने पैसा यस्तो थोरै चिरमा लाउनुहोस्
दुईटा नि दुईटा निज छुट्यो निज पाले पालो गर्नु नातिनुहोस् त्यहाँ सबैलाई अधुरी भएको छ नि त सबैले चाहिँ नि पानी एउटा थाल ल्याउनुहोस् त चरेको थाल ल्याउनुहोस् पानी पनि छ